आज हाम्रो घरमा यतिसम्म होला मैले सोचेको पनि थिएन। सो हेलो गाइज, वेलकम टु आवर मिनी भ्लग। 2-4 दिनदेखि चाहिँ एकदम धेरै खिरको क्रेभिङ भइरहेको थियो अनि म चाहिँ आज बनाउँदैछु। मैले चाहिँ गएर फटाफट 1 लिटर दुध अनि थोरै त्यो चाहिँ ठुलोमा पाएन सानोवाला लिएर आएको छु। गरी चाहिँ नि हाम्रो घरमा थियो, मैले त्यो पनि काटेर हाल्छु। त्यसपछि हामीसँग रहेको छ घिउ। यो चाहिँ यस्तो बट्टामा छ, इग्नोर गर्नु होला। अनि साच्चै भन्नुपर्दा यो खिर चाहिँ मेरो फर्स्ट टाइम हो मैले बनाएको यसरी आफैले। यो भन्दा पहिला चाहिँ सधैँ मम्मीले नै बनाउनुहुन्थ्यो, म खान्थे, एकदम धेरै मिठो बनाउनुहुन्थ्यो अनि यो चाहिँ मेरो फर्स्ट टाइम हो। त्यसपछि म राख्दैछु 2 चम्मच जति घिउ मेल्थ्योनको लागि। यस्तो मिठो वासना आइरहेको थियो नि यो घिउको। त्यसपछि मसँग जे जे छ मैले चाहिँ कट गरेर रेडी गरिसकेको छु। यता चाहिँ मैले दुध सुध चिनी हालेर रेडी पारिसकेको थिएँ। बाँकी राखेको नि थियो, तर हाम्रो सिलिन्डरले हामीलाई धोका दियो। हाम्रो सिलिन्डर चाहिँ सकियो राति। यति बेला चाहिँ रुनु न हाँस्नु जस्तो भएको थियो। अब सिलिन्डर लिन जाम भने नि राति थियो पहिलो कुरा, त दोस्रो कुरा सजिलै आजभोलि पाउँदैन। त्यही पनि मैले यो घिउ चाहिँ तातो थियो, त्यही भएर यसमा चाहिँ यो गरीहरू हालेर यो चाहिँ खिरमा ज्वाइँ बनाइदिएको छिन्। ओ माई गड, देख्दा नै खाम जस्तो यस्तो मिठो भइसकेको थियो नि अहिले। अब त्यसपछि के गर्ने है, यति मेहनत गरेर ती खाना मन लाएर बनाएको, अब यतिकै छोड्ने कुरा त भएन। 2-2टा सिलिन्डर भएर नि खाने मुखले जुङ्गाले छेक्दैन भने जस्तो पानी परेको थियो। त्यही पनि चिसोमा हामीले चाहिँ आगो बाल्ने डिसाइड गरेर आगोमा यस्तो मजाले पकायौँ नि। यस्तो झन् आगोमा पकाएको स्वाद नै छुट्टै हुन्छ। तपाईँहरूलाई पनि देखेर खाम भएको छ भने अब के गर्नु, दिन मिल्दैन, हेरेर चित्त बुझाउनु होला। हजुरहरू पनि पकाएर खानु होला आफ्नो घरमा। त्यसपछि हाम्रो रेडी भएर मैले सुनको चम्मच हालेर स्टिलको भाँडामा हालिरहेको छु। यो चाहिँ ममको लागि। थ्याङ्क्स फर वाचिङ, बाई बाई, भेट्छ होला अर्को मिनी ब्लगमा।